के हो विदेश गएपछि त पुरै चेन्ज भइयो त। यो चाहिँ विदेश आउने प्राय सबै मान्छेहरूले सामना गर्नुपर्ने प्रश्न हो र यसको बेस्ट एन्सर पनि भन्छु है त। हा हुन परिहाल्यो नि चेन्ज, नभएर भयो त। ओके, जोक अफ द पार्ट। आज चाहिँ म यही विषयमा बाटोमा हिँड्दै गर्दाखेरिमा आएको रेन्डम थटहरू सेयर गर्छु है त। साँच्चै किन बदल्छ विदेशले मान्छेलाई, अथवा विदेशले मान्छेलाई आफैसँग चिनाउने काम पो गर्छ कि? विदेश भन्नाले एउटा नयाँ देश भन्ने मात्र रहेनछ। नयाँ वातावरण, नयाँ संस्कृति, नयाँ वेशभूषा, नयाँ भाषा, अझ भनौँ भने नयाँ जीवनको सुरुवात। त्यसैले विदेश गएको केही समयपछि धेरैको मनमा एउटा भावना आउन सक्छ, म पहिले जस्तो छैन। पहिले जति खुलेर हाँस्न मन लाग्दैन, धेरै बोल्नुभन्दा धेरै सोच्न थालिन्छ। साथीहरूसँग कुरा त हुन्छ, तर मनभित्र कता कता खालीपन हुन्छ। भिडमा पनि एक्लो महसुस हुने, सानसाना कुराहरूमा पनि मन गरुङ्गो हुने। राति कहिलेकाहीँ निन्द्रा खुल्दा विगतका याद, भविष्यका डर, अनि म के गर्दैछु भन्ने प्रश्न। अनि कहिलेकाहीँ आफैलाई सोधिन्छ, म बदल्दै पो छु कि? हो, तर यो कमजोरी होइन, यो जीवनको नयाँ चरण हो। यस्तो किन महसुस हुन्छ होला? अथवा हामीले चाहेर अथवा नचाहेर पनि नयाँ इन्भाइरोमेन्टमा एडप्ट हुँदै गर्दाखेरिमा चाहिँ कस्तो कस्तो च्यालेन्जेसहरू फेस गर्नुपर्छ होला त। पहिलो कुरा भनेको हामी आफ्नो देशमा हुँदा छुट्टै पहिचान हुन्छ। छुट्टै पहिचान भन्नुको अर्थ बुवा आमा, दाजुभाइ, दिदीबहिनी, अङ्कल आन्टी, मामा माइजू, यो सबै आफन्तहरूको एउटा परिधिभित्र चाहिँ मेरो संसार नै यही हो भन्ने तरिकाले हामीले आफ्नो छुट्टै पहिचान बनाएर बसिरहेका हुन्छौँ। तर विदेशमा मात्र एक विदेशी कामदार मान्छेलाई जुन कुराले ड्राइभ गर्छ, उसको भावना, त्यो कम्प्लिटली उसको भाषा, संस्कार अनि इन्भाइरोमेन्टले बिल्ड गरेको कुरा हो। र देश छोड्दै गरेर नयाँ ठाउँमा आफूलाई स्थापित गर्दै गर्दाखेरिमा नयाँ ठाउँको भाषा, संस्कार र इन्भाइरोमेन्टले मान्छेभित्र पनि नयाँ भावना खोजिरहेको हुन्छ। अनि त्यो पुरानो भावना र नयाँ आवश्यक परेको भावनाको द्वन्द्वले चाहिँ हामीलाई थाहै नदिइकन यादमा हराउने अनि थाक्ने बनाउँछ। इमोसनल माइन्ड, इन्टेलेक्चुअल माइन्ड र सबकन्सियस माइन्ड, यो सबै कुराहरूले एकैचोटि परिवर्तन हुन खोज्छन्, जुन परिवर्तनलाई हामीले थाहा नपाएर हामीलाई एकदम अप्ठ्यारो भएको जस्तो फिल गरिरहेका हुन्छौँ। तर हामीले जब यसलाई एउटा प्रेसरको रूपमा नलिगिकन, आफ्नो भावनाहरूबाट नभागिकन यसलाई बुझ्ने प्रयास गर्छौँ, त्यसपछि बल्ल त्यहाँ हुने अपर्च्युनिटीहरू देख्न थालिदो रहेछ। त्यसैले यो अवस्थामा जति धेरै च्यालेन्जेसहरू हुन्छ, त्यो सँगसँगै अपर्च्युनिटीहरू पनि हुन्छ जस्तो चाहिँ मलाई लाग्छ। जो कोही मान्छे एउटा नयाँ इन्भाइरोमेन्टमा आफूलाई स्थापित गर्नको लागि एउटा आत्मद्वन्द्व गरिरहेका हुन्छन्, उनीहरूले आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर एकदम छोटो समयमा इमोसनल्ली आफूमा ग्रो भइरहेका हुन्छन् र सायद एकदम छोटो समयमा जिन्दगीको धेरै असफलताहरूसँगको सङ्घर्षले आफूलाई अझ मजबुत गराइरहेका हुन्छन्। र अर्को कुरा भनेको अनुशासन। इच्छा होस् या नहोस् काम गर्नै पर्यो, बिहान छिटो उठ्नै पर्यो। कतै सुनेको थिएँ फ्रिडम इज रेस्पोन्सिबिलिटी। सायद विदेशमा फ्रिडमको सानो झिल्को सँगै रेस्पोन्सिबिलिटीको ठुलो पहाड पनि आउँछ। र यो परिवर्तनशील समयमा यो समयको भावना र यो समयको सङ्घर्ष सधैँ एउटै रहँदैन। तर यही समयमा भावनासँग नभागिकन यसलाई राम्रोसँग बुझ्ने प्रयास गरियो भने आफ्नै भावनात्मक द्वन्द्वपछिको स्पष्टता, गहिरो सोच र धैर्य गर्न सक्ने क्षमताले आफ्नो जिन्दगी, समाज र हरेक कुराहरूलाई नयाँ अनि फरक दृष्टिकोणबाट हेर्नको लागि सायद नयाँ ढोकाहरू खुल्ला भएको जस्तो अनुभव हुन्छ कि? र सायद यो अहिले मसँग भएको भावना पनि केही समयपछि हराउँदै जान्छ। त्यसैले यसलाई भोइस रेकर्ड गरेर सुरक्षित राख्ने प्रयत्न गर्दैछु। तपाईँहरूको अहिलेको भावना पनि केही समयपछि परिवर्तन हुनसक्छ। त्यसैले तपाईँले पनि आफ्नो भावनालाई केही माध्यममा क्याप्चर गरेर राख्नुहोस्, ताकि भविष्यको तपाईँले विगतको तपाईँलाई फर्केर हेर्दा यो आभास होस्, जिन्दगीमा यस्तो पनि दिन थिए र सायद त्यही विगतको अनुभवले आज म यो छु।
र अन्तमा यदि अब कसैले तपाईँलाई भन्यो भने तिमी बदलियौ, शान्त मुस्कानसहित भन्नुहोस्, हो म परिवर्तन भएँ। धन्यवाद।